ดาวิกาอภัชราภาบินพิชยาอุบลดาพานภาเดชนิกาอภิสดาอุลสยายาบินชนิดาปอยติชดาคิดโหวังมีหนังแดงและจะกินหนังส่วงहेलो हेलो हाम्रो यात्राका आज दोस्रो दिन सोलुको सदरमुकाम सल्लेरी बजारमा छौँ अब हामी यहाँबाट यात्रा सुरु गर्नेछौँ सल्लेरी बजार सल्लेरी सदरमुकाम सोलुखुम्बुको बसेको ठाउँ यहाँ अशोकदार विजयदार बस्नु भएको थियो दामी तातो पानी चाहिँ तपाईँहरूको मात्रै रहेछ नि त होइन हाम्रोमा थिएन त पूर्ण दाई के छ दाई नमस्ते हाम्रो वरिष्ठ हेर्छौँ दाई खो भयो प्याकिङ स्याकिङ सुरु हुँदैछ रेडी एकदम रेडी ओके ओके रेडी ल जम्मा बा बसाइ भयो हाम्रो अब के अरे गाडीमा प्याक हुँदैछ सबै दोस्रो दिन सन्दीपले पोको बाल्दैछ हाम्रो दोस्रो दिन आज यात्रा सुरु भयो अब बसे चाहिँ हिमालय किचनमा बसेको थियौँ बसे चाहिँ यो होटलमा हामी यो हिमालयन किचनमा बसेका छौँ रङ्गुजी अब यसरी नेपाली भएर च्याट्टै हिँड्ने हुनुहुन्छ भान्जा यता हुनुहुन्छ जिगु यता हुनुहुन्छ हाम्रो सबैजना केन्द्र सर यता हुनुहुन्छ यसो छ हाम्रो काका मात्रै टेन्सन लिएर वाक्या बस्छ हाम्रो काका चाहिँ कहिले काट्दैन हौ खालि टेन्सन लिएर बस्छ प्लेन हेर्दैछ होला काकाले यहाँबाट जान पाए त भन्दै सोच्दै होला हौ के कसो रङ्गुजी हामी अब तयारी अवस्थामा छौँ अब घुमघाम गरेर चट्ट दोस्रो दिन अब यहाँबाट हामी सल्लेरी बजार बस पनि पुग्छ ल आउनु है खै हाम्रो सल्लेरी कटेपछिको हाम्रो दृश्य लाली गुराँस ढकमक्क फुलेको छ हेर्नुहोस् त गुराँस फुलेको
हेलो 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 हामी अब सलेरी बजारबाट कहाँ कतै यहाँ तल छ अरे खाना खाने ठाउँ हामी त्यहाँ गएर खाना खान्छौँ मेवाजी 40 गाडी अलिक तलतिर पुगिरहेछ दुधकोशी गाउँपालिका रोहित होटल एन्ड लजमा हाम्रो अब खाना खाने कार्यक्रम हुँदैछ खाना पाक्दैछ यहाँबाट हामी खाना खाएर लाग्छौँ आज सुर्केसम्म पुग्छौँ यात्राको दोस्रो दिन कच्ची बाटोमा हाई राम्रो हुँदैछ नि होइन मामा ससुरा बाबा ठिक छ त यहाँदेखि खोला चाहिँ जान्छ है सुर्के यता चाहिँ होइन अरे तल चाहिँ माथि